दर्शक साथीहरू, यहाँ हाम्रो लोकप्रसाद भाइले भैँसी दुहुनु भएको छ र आज नै भैँसी ब्याएको छ र हामीले भैँसी ब्याउँदाखेरिको अगाडिको भिडियो पनि यो युट्युब च्यानलमा हामीले अपलोड गरेका छौँ र भैँसी कसरी ब्याउँछ र भैँसी सम्बन्धी थुप्रै ज्ञानहरू हामीले दिएका छौँ। र त्यसमा अहिले हामीले यो भैँसी दुहुँदाखेरि पनि सुरुको अवस्थामा दुहुन धेरै गाह्रो हुन्छ। जब हामीले पहिलोपटक दुहुँदैछौँ भने थुनहरू जम्ने, अलिकति दुहुन पनि अप्ठ्यारो हुने, तेल लगाए पनि दुधका सर्काहरू त्यति ठुलो नपर्ने, यस्तो किसिमको हुन्छ। मैले केही बेर दुहेँ र भाइले अलि छिटो दुहुने हुँदा अलिकति चाहिँ नि भाइलाई पनि मैले दुहुनुहोस् भनेर लगाएको छु र त्यही बेलामा मैले यो एउटा सम्झनाको लागि भिडियो पनि खिचेको छु र कतिलाई यो दुर्लभ पनि हुन्छ। र भर्खरै बिहाको भैँसी अब हेर्दाखेरि चाहिँ अब उम्रोहरू फाल्न चाहिँ बाँकी हुन्छ। हामीले यो के कुरा बुझ्नुपर्छ भने भैँसीले यदि उम्रो खायो दुधै भने त्यसमा के हुन्छ त समस्या हुन्छ। दुध थोरै दिने, भैँसी बिरामी हुने, त्यस्ता किसिमका समस्याहरू हुन्छन्। त्यस कारणले समय दिएर हामीले भैँसीलाई कुर्नु पनि पर्छ र राति पनि हामीले भैँसीलाई कुर्नुपर्छ। जब तपाईँहरूको भैँसी कुनै बेला राति ब्याउन सक्छ, कुनै बेला दिउँसै ब्याउन सक्छ, यहाँ पाडी पनि छ साथमा ब्याउन सक्छ, त्यति बेला बढार फर्किने भन्ने हुन्छ। रातभरि बस्यो भने त्यो अङ्गहरू उसको धोलिएको हुन्छ र जुन गर्भाशय हुन्छ त्यो बाहिर निस्किन सक्छ। त्यस कारणले हामीले भैँसीलाई राति कुरेर बस्न नदिने गर्नुपर्छ, उभ्याउनुपर्छ। लगभग 12 घन्टा जति हामीले भैँसीलाई उभ्याइयो र अनि त्यसलाई बिचबिचमा पनि फेरि हेरियो भने भैँसीलाई त्यति खतरा हुँदैन र अलिक दुब्लो खालको भैँसीहरू त्यस्तो फरक असर पर्छ। अलिकति तगडा भैँसीहरू जुन चर्न फुकिराखेका छन्, वन जङ्गल घुमेर आउँछन्, त्यस्तोलाई हामीले खासै वास्ता नगरे पनि केही फरक पर्दैन। र यसरी यहाँ हाम्रो भाइले मजासँग भैँसी दुहिराख्नु भएको छ र हामीले भैँसीलाई दुध धेरै निकाल्नको लागि सुरुमा तपाईँहरूको पाडी छ अथवा कडुवा छ भने तपाईँहरूले सुरुको 2 महिना राम्रोसँग दुध खुवाउनु होला। पाडीलाई कडुवालाई राम्रोसँग दुध खुवाउनु होला। एक पासा चाहिँ दुध, अब दुध हेरेर हुन्छ। अब दुध भैँसीले कति दिन्छ, जस्तो तपाईँको 4 महिना दिन्छ भने लगभग 1.5 महिना दुध चाहिँ पाडालाई खुवाएको हुनुपर्छ जसरी पनि। र पछि घाँस खाने भइसकेपछि त्यति गाह्रो हुँदैन। त 2 महिना चाहिँ तपाईँहरूले सुरुमै दुध मजाले खुवाइदिनु भयो, लोभ नगरिकन। तपाईँका पाडाहरू छिटो हुर्किन्छन् र छिटो हुने गर्दछन्। त्यसरी हामीलाई फाइदा हुन्छ। त्यो कुरा धेरैलाई थाहा नहुन पनि सक्छ। अनि दुध धेरै निकाल्नको लागि हामीले राम्रो किसिमको घाँसहरू, दाना पानीहरू समयमा हालै गर्ने होइन, सही समयमा मजाले खान दियौँ। पानीहरू टन्न बेलामा दियौँ। कोही बेला सङ्लो पानी, कोही बेला कुँडो दाना पानी मिलाएर दियौँ, सरसफाइ राख्यौँ भने हामीले अवश्य पनि भैँसीको दुध धेरै निकाल्न सक्छौँ। र आज यो भिडियोमा मैले तपाईँहरूलाई सुरुमा भैँसी ब्याउँदाखेरिको सुरुमा दुहेको भिडियो मैले तपाईँलाई देखाएको। भैँसी दुहेको भिडियोहरू खासै त्यति चाहिँ जति नि पाइन्छ युट्युबमा, तर यो चाहिँ अहिले भर्खरै भैँसी ब्याएको र यसलाई मैले छुट्टै टपिक्स बनाएको छु र अगाडि भैँसीले कसरी पाडालाई माया गर्छ भन्ने त्यो भिडियो पनि म देखाउँछु र योभन्दा अगाडि भैँसी बिहाको भिडियो देखाएको छु। तपाईँहरूले हेरेर आनन्द लिन सक्नुहुन्छ। लाइक, सब्सक्राइब, कमेन्ट गर्नु।